मासै के पर्क्यो आथा हेलो एभ्रिवान वेलकम टु माई न्यू भिडियो। आज चाहिँ गर्मी धेरै भएको कारणले गर्दाखेरि र हामी एक दुई दिनदेखि ग्याप भइरहेको थियौँ, त्यही भएर हामी चाहिँ सम्पूर्ण टोली चाहिँ एकदम कुइनेटार कुइनेटार आएको छौँ होइन। म अनि दाइ अरू पनि हुनुहुन्छ होइन। एकदम गर्मी बढेको कारणले गर्दा पनि हामी चाहिँ आज देखिसक्नुभयो होला गर्मी के कतिको छ भनेर होइन। हालत त्यस्तो भइरहेछ। अब हामी चाहिँ आज कुइनेटार हाम्रै छिमेकी हाम्रै पहिचान कुइनेटार आएको छौँ होइन। अब यहाँदेखि चाहिँ हामी अलिकति मासतिर गएर आजको चाहिँ दिन काट्ने भनेर आइरहेको छौँ, किनकि तल गर्मीले बस्नै सकेन। सो भिडियो के कस्तो हुन्छ हेरेर माया गरिदिनु होला र भिडियोको बायोमा गएर मन परेको मन नपरेको कुराहरू तपाईँहरू राख्न सक्नुहुन्छ होइन। तर च्यानल सब्सक्राइब गर्नुभएको छैन भने त्यो चाहिँ गर्न नबिर्सिनु होला। यसले चाहिँ खाँदामा के बोकेर हिँडिरह भनेर सोचिराख्नु भएको छ होला होइन। आज चाहिँ हामी तिनजनाले चाहिँ 1% बराबर मेरो चप्पल पनि छुट्यो। लु अब के गरेर जाने गाइज, चप्पल पनि अब गयो। ओहो हुने भयो अझै है गाइज। पीडित पनि पीडित भयो। 1% बराबर 1 केजी पोर सुँगुरको मासु होइन लिएर चाहिँ म र हाम्रो दाजुभाइ चाहिँ हिँडिरहेको छौँ। अब हेर्दै जाउँ यहाँदेखि अझै दाइहरूले कहाँसम्म लानुहुन्छ के गर्नुहुन्छ होइन। मेरो त चप्पलै चुटेर बिजोक भयो यार। ओ त्यो बाटो छ चप्पल नचुट। अब चाहिँ हाम्रो यहाँ लोकेसन फिक्स भइसकिरहेको छ। अब गर्मीले बल्ल बल्ल आइपुग्यौँ। हामी देखिसक्नु होला। यो त चप्पल पनि आज त होइन खोलाले खाइदियो। अब केही आजको हाम्रो प्लेस चाहिँ यही लोकेसन चाहिँ यहाँनिर हामीहरूले चाहिँ फिक्स गरेर अब सबैजना यहाँ बसिने भयो। गर्मी पनि त्यतिकै छ यहाँनिर। अब शीतल पनि भइरहेछ। तलभन्दा धेरै शीतल छ नि त यहाँ त। अब त्यही भएर आज चाहिँ हामी यहाँनिर यतै यहाँनिर बसिने भयो। अब लोकेसन चाहिँ आजको हाम्रो यस्तो छ गाइस। अब एकछिनमा अरू पनि हेर्दै गर्नु होला। खगेन दाइ परतिर हुनुहुन्छ। ओहो मारेर छोड्ने पनि त बल्ल बल्ल होइन। दाउरा होइन बाँस चाहिँ भेटेँ। अब बाँस लिएर जानुपर्ने गाइस। तर यति गरम छ। अरे यार यस्तो छ क्या यो माटो धेरै गरम छ। जे होस् आज सेकुवा खानालाई चाहिँ पहिले आफै सेकिने बेला भयो। खुट्टामा चप्पल पनि छैन यार। लास्टै बिजो भयो जस्तो छ। सेकुवा खाना धेरै गाह्रो भयो गाइस। तिनजना छौँ। अब बाँस पकाए यस्तो छ। सुजन दाइ चाहिँ हेर्दै मलाई हेर्दै हाँसिराख्नु भएको छ। तर यतिको कष्ट नगरी त कहाँ खान पाइन्छ त होइन। अलिअलि केही पाउनलाई केही घुमाउनै पर्यो नि त। खानु कहाँ सजिलो छ त गाइस। एकदम गाह्रो भइरहेको छ। सुजन दाइ चाहिँ आज सेकुवा बनाउनको लागि चाहिँ ढुङ्गा लिएर आउनु हुँदैछ होइन। अब खोला कसरी तर्नुहुन्छ होइन। ल यहाँनिर चाहिँ हाम्रो चुवाचे यहाँ छ। मेरो चप्पलको सबै देखिरहेछ ऐना छैन। अब यहाँ चाहिँ अब यता राखेर खगेन दाइहरू चाहिँ यहाँ हुनुहुन्छ। सुजन दाइ धेरै गर्मी भएर चाहिँ एकदम तडपिराख्नु भएको छ होइन। हामीलाई पनि गर्मी त त्यस्तै नै हो। तर एकदम गर्मी पनि धेरै नै गर्मी छ। खगेन दाइ जोसिहाल्ने। अब चाहिँ आगो फुक्न सुरु भइरहेछ होइन सेकुवाको लागि। केही छोडेन होइन दाइ, केही छोडेन होइन।
हाम्रो च्वाचे अब निस्किरहेछ। वास गर्ने दाइ, वास गर्ने। सुँगुरको मासु चट्टासँगले झिकेर चम्चम पोलेर अब पानीमा सुत्दै खाने हो। कसरी खाने हो दाइ? पानीमा सट्टै पारेर हो कि? यहाँ चाहिँ हाम्रो चुलो रेडी भइसकिरहेछ। यो चाहिँ पोल्ने ठाउँ। कान पो रहेछ त मासुमा पल्केर हो दुलो पनि रहेछ त अनि दुलो कत्रो हो यार। ल अब त सुरु गर्छु ल। हजुर च्वाचे आमा हो कान्छी अनि कहाँ छौ? म चाहिँ सिङ्गुरको कान अब काट्नु आँटेको। वाउ ल सुजन दाइले ढुङ्गा पनि राखिसक्नु भएको छ, तर अलिक मजाले मिलेको छैन होला है। क्या हो त खपी हुँदै आएको यहाँ त अनि गर्मीले मार्छ जस्तो हो त हो नि। के पड्क्यो? ढुङ्गा पड्क्यो नि त यार। मुनिको पड्क्यो त। आमा माक्रे यस्तोमा आउँदा यार। भाइको मेरो मेरो परीक्षा खाइदिनु। कत्रो तोप हानेको त यार। जने माक्रे नाकै उडायो त मेरो त ढुङ्गा हाल त यार। झोल चोक्दा खाना आएकी बुढी झोलमा डुबेर मरि भने जस्तै हुन्थ्यो अहिले नाक पड्केको भए। गयो नि ढुङ्गा अब यसैले हुन्छ त। मुनिको गइरहेछ। तातिएको होला है। केले झिक्नु हो त यो? बाँसले चेपेर भिडियो भयो नि होइन? सानो तस हो। होइन पातलो गएको धेरै त होइन, अलिअलि। गर्मी पनि यति मात्र हो कि अहिले चाहिँ हल्का शीतल बढिरहेछ। सुगन्ध दाइ तल नराख्नु भएको छ। खगन दाइ चाहिँ पर देख्नु होला। अहिले देखिसक्नुभयो ढुङ्गाले होइन। मेरो चाहिँ नाक झनै उडाइदिएको थियो। यहाँको आज अनुहार देखाउनु लागेको हुँदैन थियो। अनि नाकसाक पड्केपछि अनि खायो सेकुवा होइन। सेकुवा खाने नाक मुखकै गएपछि त अनि केले सेकुवा खानु यत्रो दुःख गरेर चाहिँ होइन गाइस। फेरि यहाँ धनी बलिरहेछ। अब थाहा छैन फेरि यसले के गति लिने हो। त्यहाँनिर छ हाम्रो आजको सेकुवा चाहिँ।
डरै मर्दो बनायो खाना पनि डरै मर्दो भइसक्यो लु अब हाम्रो चाहिँ चुवाचे पनि चुलोमा परिसकिरहेछ होइन त ल सुँगुरको काँड दाइ माथि जानुभएको छ हौ ढुङ्गा लिन चुलो अर्को नि बनाउने होला एउटा चुलोमा अलिक पार लाग्ला जस्तो भएन अब सिङ्गै छ 2-2.5 केजी ओहो ल सुजन दाइले चाहिँ लाउनु हुँदैछ फेरि अब ढुङ्गा लागिएछ अघि एकचोटि अब अहिले ओहो हुने भयो आज चाहिँ पानी पनि आउला जस्तो छ ओहो उतादेखि फेरि हुँदैछ अलिअलि दाजु दाइ अहिले फेरि पड्किहाल्यो नि यार के बनाउँदै त्यसको चाहिँ चिम्टा के ढुङ्गा झिक्ने अनि ढुङ्गा पड्केर त ढुटो छ अनि ढुङ्गा झिक्ने होला नि त अब अहिले चाहिँ म भोर्लाको पाट टिप्न त्यहाँ माथि जाँदैछु होइन यति माथि यस्तो छ होइन अवस्था चाहिँ भगेन्द्रहरू उहाँ तल हुनुहुन्छ अनि म चाहिँ यहाँदेखि चढेर आएको खगेन्द्र एकदम बवाल पोले हुनुहुन्छ म चाहिँ उहाँ माथि जानुपर्ने अब हेर्दै गरौँ के कस्तो हुन्छ होइन भोर्लाको पाट टिप्नु मलाई लास्टै कठिन हुने भयो क्या आजमा ल अब आइपुग्यो कि भनेको अझै आइपुगेको छैन होइन अब चाहिँ पुग्न आँटेँ त्यहाँ माथि छ अब त्यहाँ माथि जाने कसरी गाइज त्यहाँनिर पुग्दाखेरि चाहिँ एकदम कठिनै हुन्छ जस्तो लागिरहेछ अब बाटो पनि अलिक क्लियर छैन यस्तै गइराख्नु परेको छ काँडाले घोच्यो यार काँडा रहेछ बल्ल बल्ल भोर्लाको पात भट्टामा चाहिँ म आइसकिरहेको छु यहाँ छ हेर्नु है खगेन्द्रहरू चाहिँ म भएदेखि उहाँ तल हुनुहुन्छ म चाहिँ यहाँ छु फेरि यहाँ पनि टिप्न चाहिँ कहाँ सजिलो रहेछ त हौ माथि छ एकदम झकासै रहेछ खगेन्द्रले चाहिँ मलाई अर्कै ठाउँ जा भन्नुहुँदै थियो त्यहाँनिर चाहिँ योभन्दा नि कठिन लागेर चाहिँ म जान सकिनँ अझै जस्तो भए पनि यहीँदेखि म अलिकति भोर्लाको पात चाहिँ बोकेर जान्छु अब साह्रै यो त छैन तर काट्ने पनि ल्याइएन छ सो अब हातैले चुडेर पात बोकेर जाने हो एकदम माथि आइपुगिरहेको छु अहिले चाहिँ जङ्गलमा ल भोर्लाको पात ड्याङ्की चुडेर चाहिँ छिटो जानुपर्ने हुन्छ फाइनली अब मैले चाहिँ पात टिपेँ अब म फेरि भोर्लाको पात गाइज होइन टिपिसकिरहेको छु अब म चाहिँ यो ओह्रालो छ नि यो देखेको त्यहाँ ओह्रालो त साह्रै देखेको छैन होला तर एकदम कठिन छ यार बाटो चाहिँ अघि आउँदा त मरिथरी आइपुगेँ अब थाहा छैन के गरेर जानुपर्ने हो यता झरे पनि खोलामा गाइस यो चाहिँ बिचको बाटो है अब यहाँदेखि जानुपर्ने म चाहिँ आमामा एकदम डरै मर्दो छ यार बाटो अघि आए कताबाट थाहा छैन अब जाने कताबाट हो त्यसको चाहिँ भाम पोलिराख्नु भएको छ त खगेन दाइले सुजन दाइ एकदम बिन्दास बसिराख्नु भएको छ अनि म चाहिँ यहाँ माथि छु अब यो ओह्रालो झर्नुपर्ने है त म चाहिँ ओह्रालो यस्तो छ
दाइ लड्दिनँ म यस्तो छ यहाँ चाहिँ म बामे सर्दै सर्दै जानुपर्ने अब झन्डै झरेमा आमा कान पनि रेडी भएको आमा सेकुवा कान आजको हाम्रो सेकुवा पोल्ने चाहिँ खगेनजी बवाल भइरहेको छ हाम्रो सुजन दाइ गले जस्तो हुन्छ उत्तानो परम खलखली नै भयो दाइ त्यहाँदेखि झर्दा यार पुग्छ होला है पात चाहिँ राम्रो रहेछ खगेन दाइले चाहिँ यहाँनिर अब भोर्लाको टपरा हो दाइ अनि टपरा नि आउँछ तपाईँलाई बन्न नजानेको केही छैन होइन प्याज पनि यो के प्याज पकाउनु भएको यहीँ ल प्याज मासु चाहिँ एकदम यहीँ पाकिरहेको छ कुनै कुनै चाहिँ भइसकेछ अब कुनै बाँकी छ अरू पनि निकै भएको कारणले चाहिँ एकछिन यो टाइम लाग्छ होला ढुङ्गा चाहिँ अघि चाहिँ त्यो पर देखिएकोले चाहिँ धोका दिइरहेको थियो होइन त्यसले चाहिँ सुजन दाइले ल्याएको ढुङ्गा चाहिँ पड्किसकिरहेछ तर दाइले भरे फेरि ढाँट्नु होला होइन मैले ल्याएको ढुङ्गा चाहिँ पकाएर खाएँ भनेर तर दाइले ल्याएको ढुङ्गा पड्किसकिरहेछ हो यो चाहिँ खगेन दाइले 2 लट ल्याउनु भएको होइन यो पनि त्यो चाहिँ सेकेन्ड लटको हो आज गडाङ गुडुङ पनि गइरहेको छ हामीलाई खाना पनि दिन्छ कि दिँदैन पनि कुनै कुनै त बब्बाल पाकिरहेको छ त यार हजुर अब ल्याम्प पाएर सेकुवा हान्ने होइन सेकुवा चाहिँ पाक्दैछ अब यहाँ हरिया चाहिँ पाकिसकिरहेछ तर पानीले पो के गर्ने हो थाहा छैन है त लु आमा पाके त्यो पाकिसकेको पाकेको होला हड्डी छ नि त होइन आमा के हो अनि हात पो हेर्छ त दाइ अनि सेकुवाले त राम्रो भएर खै ल प्याज पनि सुजन दाइको आइडिया होला होइन यो चाहिँ दाइ उयो पाके होइन यो अरू हालौँ है अझ ढुङ्गा तातियो कि यो चाहिँ अझै यत्रो छ अलिकति चाहिँ हाम्रो भइसकेर छ अब यो चाहिँ टाइम लाग्छ होला अलिक यो हटाउँ न त हो त्यसमा हाल्नु पनि लपलो पाकिसक्यो होला हो एकछिन चाहिँ होस् होला अब चाहिँ फेरि नयाँ चुवाई गर्न थाल्यो है अब चाहिँ अघि त अनि दाउरा पनि त हेरौँ न त आज त दाउरा पनि ओके भयो आज पानीले चाहिँ अलिकति खतम गर्छ कि के हो पहिला झिक्नु पर्ने भयो न ल त अब यहाँ सुजन दाइले चाहिँ अचार रेडी गर्नु हुँदैछ होइन दाइ कति वर्षको ट्यालेन्ट अरे अचार बनाउने भयो 5-6 वर्ष भयो 5-6 वर्ष भइसक्यो सुजन दाइले हामीलाई योसँग चाहिँ यो हनाउनुहुन्छ अरे त्यहीँ छ हौ त्यहीँ हौ यहाँभित्र छ हौ दाइ यहाँभित्र फेरि त्यता गडबडी होला होइन यो पनि 81 सालकै गोर्खा लाग्यो खगेन दाइले चाहिँ दाइले चाहिँ बवाल पोल्नु हुँदो रहेछ क्या अलि ढिलो भयो नि त होइन ढिलो चाहिँ हाम्रो सुजन दाइले गर्दा भएको आज होइन दाइ मेरै ढुङ्गा पाएको चाहिँ नभन्नु ल
देख्नेले देखिरहेछन् भनेर होला होइन नुन झिकेन धेरै नुन खानु हुँदैन हो नुन खानु हुँदैन ए नुन हालेको हो नुन धेरै खानु हुँदैन क्या त गर्मी छ फेरि एनर्जी ओभर हाई हुन्छ क्या यति हालौँ अलि हाल्नु नुन धेर भन्छ उता नै हालेको छ नुन त कहाँ त्यसमा उयसमा छ दाइ त्यो मलेको छैन नि त कुनै कुनै अनि यत्रो हालेर हुन्छ त के खँडे नगर्नु नि ठिक्क हुन्छ हौ ल जो चाहिँ नुन एक पावा खाँदो रहेछ अर्कोलाई चाहिँ भन्ने पावा होइन दाइ टमाटर ल्याउनु पर्दैन कुरा त भएको चाहिँ बिर्सिन्छु होइन भनेको नि हाम्रो अचार चाहिँ रेडी भयो अब हाम्रो एक लट चाहिँ सेकुवा रेडी भइसकिरहेछ सुजन दाई रेडीमा हुनुहुन्छ खगन दाई पनि रेडी र हामी पनि तयारीमा छौँ अब चाहिँ सेकुवा तपाईँहरूको साथमा ओहो हतियार पो बनाइछ त तेल उफ्रियो दाइ अहिले ल अब चाहिँ हाम्रो सेकुवा रेडी भइसकिरहेछ होइन खाएँ ल अब त्यो सेकुवा रेडी भइसकिरहेछ होइन हालिसक्नु भन्दा भयो दामी भयो है अझै हाल्नु मलाई अब यस्तो जोड्नु हल्ला गर्नु पनि अचार बनाउनु
पानी पर्छ यार पानी त ठुलो पो आएको हौ पानी आएको पर्ने यो पानी पर्नु थाल्यो पानी मोबाइलको सडाइ मुनि भयो त हौ ल हामीलाई चाहिँ पानी परेर होइन डिस्टर्ब गरेर आज चाहिँ पानीले सब ढुटो भयो होइन यहाँ हाम्रो अर्को लट पनि रेडी भइरहेको थियो अब यहाँनिरको त देखिसक्नु भएको छ अन्तिम भइसकिरहेको थियो यो चाहिँ कान पाकिरहेको थियो हरेक कुरा रेडी भइरहेको थियो तर पानी आएर पानीले चाहिँ हामीलाई अलिकति डिस्टर्ब गर अब अलिकति सामान पनि जोगाउनु पर्ने हुन्छ सो आज चाहिँ पानीले गर्दाखेरि देखिसक्नुभयो कस्तो बिजोग भयो सेकमा खाँदाखेरि चाहिँ होइन अब यहाँदेखि चाहिँ अब हामी निस्किँदैछौँ है त ल फाइनली गाइज आजको भिडियो के कस्तो भयो हेरिदिनु होला लाग्छ आशा छ हेरिदिनु भयो होइन र मैले चाहिँ आज तपाईँहरूलाई मैले पुरै भिडियो देखाउन सकिनँ किनकि थाहा पाइसक्नुभयो पानीले अलिकति हामीलाई डिस्टर्ब गर्यो र नुनसरी खोलाको पानी कति प्रायलाई सबैलाई थाहा होला माथिबाट चाहिँ एकदम खोला बढेर आउने गर्छ र अब यहाँदेखि चाहिँ दाइ लगायत म होइन हामी चाहिँ यहाँदेखि निस्किँदैछौँ भिडियो के कस्तो भयो भिडियो हेरेर माया अनि सब्सक्राइब दिनु होला।